हेरे पनि हजुर पुरै रमाइलो जता हेरे पनि अल्लाह रे नानी किस्मी माया लाउँछु तिम्रै बेसी नहुने रहेछ र नहुने रहेछ। नमस्कार, हजुरको शुभ नाम? मेरो नाम चाहिँ हिमाल बन्दरको। हजुरको घर? मेरो घर चाहिँ भोजपुर जिल्ला अरुण गाउँपालिका चौराटा। हजुरको? मेरो निशान गन्धर्को घर कता? मेरो जराटा। हजुरहरू यो पेसामा भनौँ न, अब गन्धर्व पेसा भन्छ होइन, यसलाई हामीले रेस्पेक्ट पनि गर्नुपर्छ किनकि एउटा गाईको पेसा पनि भन्छ। म पनि एकदम गाईलाई माया गर्ने, तपाईँहरूले बजाउँदै गरेको देख्दाखेरि मलाई पनि तपाईँहरूको यो कला हो नि त एउटा, होइन भन्नु न, यसलाई रेस्पेक्ट गर्दै सुनौँ न। त्यसपछि अब मैले मात्रै सुनेर भएन कि हाम्रा आम दर्शकहरूले पनि यो कला र गलालाई चाहिँ किनभने तपाईँहरूमा जुन कला मैले देखेँ नि त, त्यो देखिसकेपछि चाहिँ यसलाई चाहिँ हामीले आम दर्शकमाझ चाहिँ तपाईँहरूलाई पनि देखाउने, एउटा चिनाउने, प्लस तपाईँहरूसँग भएको कलालाई देखाउने मैले प्रयास गरेको छु। र तपाईँहरू कति भयो यसमा चाहिँ हिँड्नुभएको, गाउँदै हिँड्नुभएको? 15-13 वर्ष उमेरदेखि 21 वर्ष पुग्यो भनेपछि झन्डै झन्डै भयो होला 15-16 वर्ष। 15-16 वर्ष भयो। हजुर? म लगभग 10-15 वर्ष। 22 वर्षको भए लगभग 7-8 वर्ष। दर्शकले यतिखेर चाहिँ हामी धरान थोरै मास्तिर भेटटारमा छौँ र म पनि यतिखेर ठ्याक्कै यहाँ आइपुगेको र उहाँहरू पनि संजोगले यहीँ भेटिनु भएको छ र उहाँहरूको कला तपाईँले देखिसक्नु भएको छ अगाडि पनि होइन। यस्तो राम्रो बजाउनुहुन्छ, यस्तो राम्रोसँगले चाहिँ उहाँहरूले आफ्नो यो बजाउने कला मात्रै होइन, उहाँहरूसँग गाउने कला पनि एकदम राम्रो छ। उहाँहरूको गाउने स्किल्स होइन, उहाँहरूको त्यो एउटा हुन्छ नि गाउनेमा नि उहाँहरूको भोकल पनि राम्रो छ। त्यो हिसाबले मलाई पनि एकदमै राम्रो लागेको हुनाले तपाईँहरू माझ राखेको छु। कस्तो लाग्छ कृपया तपाईँहरूले कमेन्ट गर्नु होला र एउटा कुनै गीत गाउन सक्नु चाहिँ एउटा ट्राई गरौँ है त प्लिज। साथी राम्रो मिलेर माया राम्रो दिलै खोलेर सानो के छ थाहा छैन आफै नसा देखेर दुई वचन मिठो बोलेर ए हजुर घाम लाग्यो रमाइलो जता हेरे पनि हजुर पुरै रमाइलो जता हेरे पनि हजुर पुरै रमाइलो। बढी लै बढी लै बढी लै लै मिठो धरानको पियार जीवन बिताउ यहीँ बसेर तिम्रो माया मुरी मुरी मेरो माया सागर सँगसँगै बसौँ मिलेर ए हजुर घाम लाग्यो घमाइलो सदा हेरे पनि हजुर
गन्धर्वको पेसा होइन गन्धर्व पेसा भनौँ यो कस्तो छ अहिले तपाईँहरूले कस्तो दैनिक हिँड्दै गर्दाखेरि तपाईँहरूलाई मनोज्ञ हुन्छ या हुँदैन कस्तो छ मन पराइदिनुहुन्छ नि मान्छेहरूले त कतिपयले त मन पराइदिनुहुन्छ कतिपयले मन पराउनु त्यस्तो जस जीविकोपार्जन चाहिँ विकसित चलिरहेको भनेको यो पेसाबाट तपाईँ सन्तुष्ट हुनुहुन्छ त्यस्तो धेरै सन्तुष्ट नै हुने खालको त छैन त्यही पनि बाबुबाजेले गर्दै आएको बाबुबाजेले पेसा, गर्दै आएको फेरि यसमा एउटा भनौँ न, चाहिँ आफ्नो कल्चर पनि संरक्षणको छ यो हेर्दाखेरि अब राम्रो पनि लाग्छ कसैलाई कसैलाई नराम्रो पनि लाग्छ तर आफ्नो कल्चर चाहिँ संरक्षण यसरी हामी बिग्राउँदै जान्छौँ कतिपय त कुना कन्दरा आउँदै त अहिले सारङ्गी भन्ने के चिजै के हो भन्ने भइसक्यो अब पहिलेका बाजाहरू लोप हुँदै जाँदाखेरि हजुर अब जब सारङ्गी बाजा बजाउँदै भन्दाखेरि कतिले चाहिँ अङ्कल के बोकेर हिँड्नुभएको यो चाहिँ जस्तो भन्ने हो त्यो छैन हजुर यो चाहिँ सारङ्गी हो बाबु भनेर भन्दाखेरि आफ्नो कल्चर जगेन त त्यो सारङ्गी चाहिँ बजाउनु पनि हुन्छ तपाईँले भन्दाखेरि बजाएर पनि देखेँ पुरानो कल्चरलाई प्रमोट पनि भयो आफ्नो संस्कार संस्कृतिको जमिनमा संरक्षण पनि भयो अन्त संरक्षण चाहिँ भयो तर जीविकोपार्जन चाहिँ कस्तो छ जीविकोपार्जन त त्यही हो सुख दुःख चलिरहेको छ त्यस्तो राम्रो पनि छ भन्न मिल्दैन नराम्रै छ पनि भन्न मिल्दैन यसो चलेकै छ चलेकै छ यो चाहिँ खास चाहिँ के को बनेको हुन्छ सर यो थोरै बताइदिनुहोस् यो चाहिँ बाख्राको छाला हो यो हजुर यो चाहिँ कटरको काठ हो हजुर यो सिङ्गो चाहिँ ए यो माथिबाट लाएको हुन्छ होइन यो पनि काठै हो यो एउटा पाहाडतिर तिल्के भन्ने पाउँछ ए हजुर यो त काठ यो चाहिँ खएर हो यो पनि खयरै हो अनि यो तार चाहिँ भनेको यो 1 नम्बर तार गिटारकै हो यो दोडा 2 नम्बर तार हजुर गिटारकै हो यो पनि 4 नम्बर तार गिटारकै त्यो गिटारकै तार तपाईँले आफै बनाउनुहुन्छ कि कस्तो छ तपाईँहरूले खै हामीले नै त्यति साह्रो बनाउन चाहिँ आउँदैन यो काठको मिस्त्री गर्नेहरूले चाहिँ अब यो बजाउने यो उस्तार चाहिँ के घोडाको पुछारको घोडाको पुच्छर भनिन्थ्यो पहिले चाहिँ यो तर चाहिँ अहिले चाहिँ मोडालिटीले घोडा चाहिँ सकियो हजुर फेरि यो तार हो तार भन्दा पनि यो तार चाहिँ होइन लाइलेनको धागो हो खै के भन्छ एउटा बुहो भन्छन् हामीलाई चाहिँ बुहो भनेर दिनुहुन्छ अनि यो त अब चाँप त्यो के अरे के भन्छ यो चाँप लगाउने सो जस्तो
भयो कहाँको सुखी मैले कहाँको दुखी बाटैमा भेट भयो कहाँको सुखी मैले कहाँको सुखी बाटैमा भेट भयो अल्लाह रे नानी केसमा माया लाउनु तिम्रै बेसी नहुने रहेछ र नहुने रहेछ त्यो मिठो गीत गाइदिनु भएको है त धेरै धेरै धन्यवाद दाइहरूलाई दर्शक पनि तपाईँहरूलाई कस्तो लाग्यो उहाँहरूको गायकी उहाँहरूको कला कस्तो लाग्यो तपाईँहरूले कृपया कमेन्ट गर्नुहोला र उहाँहरूको गायकीलाई सम्मान गर्दै एउटा मिठो कमेन्ट पनि छोड्न नबिर्सिनु होला अहिलेलाई हामी बिदा हुन्छौँ।